हस् त नमस्ते। बा बा ससुरा बा एकछिन ससुरा बा चिनिस सानो मम्मी ढोगर के तर्सेको ढोगर मन गान्छे बोल्दै कति निदाउन सक्या हुन्। ए डल्ले उठ न उठ। अरे हिजो मैले चाँडै उठ है भने होइन। अरे आगो पनि यहाँ सन्चो नभएर जिउ दुखेर यहाँ कस्तो भइरहेछ। ए मन गान्छे त उठ त चाँडै। उठ न भनेको उठ। छिटो उठेर यहाँ बाहिर आऊ त। कति सुत्न सक्यो है यिनीहरू। म गाई भैँसी भगाइसके। कतिखेर चिया खाएर कतिखेर भगाएर सोरेर घाँसमा जाने होला यिनीहरू अब। अरे है सुतिरहेछन् क्या फेरि। छिटो उठेर आऊ है।
मामा मामा झ्याङझ्याङै यही बाटो आउँला के भन्ने हो यसले देखि त हाल्ने जानु परिहाल्यो पर्नै पर्ने बुझ्छे छ नि मैले तँलाई गजबको भेटी ल्याएको छु के ल्याएको यो दिएपछि तँले मसँग पैसा माग्नु पाइँदैन नि ल्या 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 अनि के ल्याएको त्यस्तो है त पक्का नि ल्या 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 चित्त राम्रो ल्याएको छ बाटा बाटा दिने चिज हो त यो मेरै लागि ल्याएको भेटी भेटी ल्याउन त ल्याइजास् एउटा ल्याइजास् न हात हलाउनु न दाँत हलाउनु मगो छिदिन दुईतिर खोजेर हुन्छ त एउटा ल्याएको अब तैँले भाइ आमाको छोरी चाहिँ साँच्ची नै ल्याउने भइसक्यो अब के चिज गर्न पाइँदैन भेटीको लागि है त अब यस्तै अर्को एउटा नि ल्याउने प्रयत्न गर्न कस्तो लोभी रहेछ जति टेन्ड पनि यत्रो चाहिँ भ्याप्याक्क दिएको छु यत्रो माल चुप लाग दिन्न म सबै मन्त्र भन्नु पर्छ है मन्तर त भन्छु अलि डाउट लाग्यो कि दुईटा भइदियो भए भोलि नै छप्याक्कै हुने बनाइदिनु त्यसले डुबाउने हो मलाई ठिक छ अनि के सानोतिनो काम गरिदिनु लागेको छु त मैले है त पक्का है अब यस्तो बाटामा बसेर के सुनाउनु अब यसो एकान्त ठाउँमा बसेर सुनाउनु पर्छ यसो अनुकूल मिलाएर आइदिएन यो मैले चोरेर ल्याएको त होइन नि मल पाएपछि पनि गाईलाई पुरा गर्ने तैँले पाइहालिस् चुप लाग है त बुझ्छे अब भेटी सम्बन्धी नो किचकी ओके ल
डन डन ल जाऊ म त अब यतै लाग्छु ल ल ल बुझे के भन्छ फेरि यो ल ल ल बाई बाई खुसी भएको धेरै उडाएको छ त बाहानाले मिठो मिठो आइन्छ आज मुटुले मिठो चिज भन्यो कि क्या हो पर्खुट्टी लाएर बसौँ न मुटु एकचोटिमा बोलिन् त आज यहाँ आउँछ भने के लिएर आएको तिम्रो लागि आज अनि बोलाएपछि त आउनु नि छोरोको धेरै माया लागेको छ क्या यसलाई मुटु ए तेरी आउ न यहाँ एकचोटि ल आउ त कतिखेर हेर्नु जस्तो भइसक्यो आफूलाई बिहान टुरी वहाँ मर्निङ वाक गएर आउँदै ठिक भयो अब के गर्नु अब जति बुढेसकाल लाग्यो उति अनि आज गाउँतिर मान्छे कोही नभेटे अब कि राम्रो छ नि बनेन छोरा मोराले फेरि भाउ अनुसारकै लुगा ल्याएर चुना बाँध्ने दाउरा त्यो अर्को ल्याइदिए पनि बुढेसकाल यो हाफ कट्टु हो कि फुल कट्टु हो कि सर्ट त्यहाँ ल्याइदिन्छ ठाउँ छ गर्मी यति बाक्लो सर्ट ल्याइदिन्छ अब यसो 2-4 पैसा खल्तीमा राख्नुपर्छ यो वेस्ट कोट नलागिकन चित्त बुझ्दैन होइन किन ढिला गरिरहँ आफ्नो कस्तो हतार भइसक्यो मुटु आऊ न आऊ आज के को कुराले गर्दा यति हतारले बोलाउनु भएको खाना बनाउँदैछु आऊ न ए त्यो खाना बनाऊ बस खाना डर लाग्यो भनेर नि ए डर्दैन हुन्थ्यो बस अब छोरो मोरोलाई सानीमा आमैले राखेको छ भन्ने कुरो थाहा भएन छ अब लुगा तिमीलाई पनि फेरिदिने रहेछ ग्यारे है मेरो छँदै छ नि त किन चाहियो र मेरो हेर आज तिमीलाई मैले उपहार लिएर आएको छु के उपहार हो त्यस्तो मुटुलाई म के ल्याउँछु भनिरहने हो र गाउँले मुर्दाहरूले तिमीलाई लिएर हिँड्ने नहुने हुन्छ कि ल हेर यहाँ होइन यो के हो फेरि यो ल हेर अब आज कमाएर लगाइदिनु सकेको चिन्थ्यो यो सुन भनेको यही हो क्या मुटु सुन अनि सुन जस्तो कुरा नि यसरी बोकेर हिँड्नुहुन्छ त अनि पसलबाट त किनेर ल्याउनु परेन होइन कहिले सहर जानु भएको थियो बिहान मर्निङ वाक गएको त्यहाँ बजारतिर अलिक छिटो गएर लिएर आएको नि सुन त लाइपाल्नु मेरो मुटुलाई कस्तो देखिन्छ टुक्कै हुने भयो अब गाउँका लोकहरू अनि यो लाउने पनि पछाडि हो सिकेर आउनु पर्यो कि क्या हो मलाई त ढङ्गै नपुरा जस्तो त मुटु एकचोटि आफै लग आफ्नो मान्छेको माया लाग्छ दुःख लाग्यो भनेर नि दुख्दैन ल्या 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 यो आँखा कमजोरै भइसक्यो मेरो ल्या 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 यो एउटा मात्रै ल्या यो महँगो चिज हो नि त मुटु तिमीलाई थाहा नै छैन अनि फेरि तिमी राम्रै छेउ अहिले फेसन हो क्या अहिले काना एउटा लाउने कमाइ नहुन्जेल फेसन हुन्छ अनि गाउँतिर मान्छेले नि सिक्छन् महँगो चिज त एउटा लगायो भने राम्रो देखिँदो रहेछ भन्छ अब के गर्नु रहर त धेरै छ नि अब यो औँलामा चाहिँ औँठी घाँटीमा तिलरी अनि यो हातमा चाहिँ बडेमाको चुरी अब यसमा पनि थपौँला पिर नगर न मुटु म छु नि तर राम्रो छ है राम्रो छ नि अब के गर्नु ससुरो बाउले बजेट जति सबै गाउँलेलाई बाँड्थ्यो अब मलाई पनि यसो 1.5 लाख 2 लाख दिए त जपक्कै बनाउँथेँ नि के आज त मेरो मुटुले के पकाएको छ आज तपाईँलाई मन पर्ने कुरा ल्याएर पकाइरहेको छु क्या त्यही भएर डर लाग्यो भनेर ल अब त्यो
टिमुर हालेर गोड मिलाएर अक्कबरे खोर्सानीको अचार पनि पिस ल बनिसकेको छु मैले ल ल छोरो मोरो आउँछ नि खामला ल जाऊ डरलाई हेर जाऊ ल ल है तर यो एउटा मात्रै भयो के ए तेरी म गए त्यो खाना डरिसक्यो होला अब सुन महँगो हुन्छ यसलाई के थाहा अब यसरी कमाउनु सक्यो होइन लाउनु दिएन होइन आज अब यसो एउटा चाहिँ गोर्याङ्ग्रोको दिमाग बुट्या सिधो भयो नि मोर्न नसक्ने पानी दिन्छ हिलामी बनाइदियो मोर त्यही हुँदा कस्तो हिलो ल मरेछ साह्रै पानी नै सुकिसकेछ यस्तो हिलोमा आए फेरि जान पर्ने भयो पँधेरातिर गएको एक खेलको खाने पानी हो कस्तो लाग्ने थुइ हेर जिट्टो बाल्टी पो हल्लाउने आछ यो कस्तो कुरो नबुझी कराउँछ नि पानी धारै सुकेछ कहाँबाट ल्याउ पानी पानी लिन त अनि बिहानै गएनस् काल बढी गरेर आछ हेर पुरै हिलो हिलो हेर कोसँग लडी गरेर आए त्यहाँ गरेसँग लडी गरेर आछ हेर के जिब्रो गरे कि त्यसको मुख त यस्तो छ तिमीले देखेकै रहन्छ राम्रोसँग मोरे मोरे पानी खान ढिलो भइसक्यो भैँसीलाई कति कराइरहँदै रहेछन् बाल्टीले छोपिदिन्छ अहिले अनि एउटा छोरी छु तिम्रै सरापले नि चाँडै मरुला जस्तो छ कति कराउँदै रहेछ नि बाजीमान ए बाजीमान ओ ए डल्ले भाइ के थियो के काम थियो कि के काम थियो डल्ले तँसँग एउटा सल्लाह छ के म आइए नि के भन्नु आयो ल बस बस त्यहाँ बस ल भन के भन्नु आइज ल भन छरी बाजीमान यसो मलाई पनि बजेट पार्दैन हो कुन बजेट भने त अरे महिलाहरूले महिलासम्म खोज्छ हो अनि कसैले आमासम्म खोज्छ होइन म चाहिँ एउटा झल्लो सौक खोल्नु खोजेँ क्या यसले पनि के कुरा गर्छ कस्तो गाली पर्छ यो झल्लो सौक भन्नेले पैसा बजेट छुट्टिन्छ अनि त्यो महिलासम्मलाई दिन हुने अनि आमासम्मलाई दिन हुने अनि यो म झल्लो सौक खोज्छु भन्दाखेरि चाहिँ मलाई बजेट पार्न नहुने पनि पछि पार्छ कस्तो कुरा बुझ्दैन रहेछ तैँले यो बजेट भनेको समाजको यो सुधारको लागि आउने हो झल्लो सौक भने कस्तो सँग्यो कस्तो झल्लो सौक यसले पनि कस्तो हँसाउँछ तैँले के भन्ने तँसँग कुरै नमिल्ने भयो त पछि पातिर जस झन् कस्तो आश लिएर आएको झल्लो सौक खोज्छु अनि यो गाउँ हँसाउँछु भनेको त
त अचम्म रहेछस् त झल्लो सङ भन्ने हुन्छ है त पनि कुरै नबुझ्ने कस्तो बुझ्दैन पनि बुझाएको हो कि अब यो हल्लेर हानी छ नि यो झल्लोहरू त्यसको सङ खोल्न लाए के नराम्रो कुरो हो त भने कुरै बुझ्दैन यो खेल्ने मेरो टाउकै खाने हो भने अब हल्लेर हिँड्ने काम नलाग्ने बकु डुब्सेहरूलाई चाहिँ भत्ता सरकारले बजेट दिन्छ यस्तो तैँले त मलाई मेरो टाउ खाने भयो म यसो ल तँलाई म बजेट कसरी हुन्छ कहाँबाट आउँछ मिलाउँछु त एक दिन बसेर तर म सल्लाह गरौँला है त अहिलेलाई चाहिँ है त अशोक त हलै त बजेट आउँदो रहेछ नि त्यही बजेट चाहिँ यो झल्लोसँगले पार्दैन ल त्यही भएर त मैले पारिदिन्छु भने अनि बजेट ल मेरो नि अर्को मिटिङमा एउटा जानु छ त्यो मिटिङ म नगई हुँदैन अहिले होइन ल तँलाई म बजेट चाहिँ कहाँ मिल्छ तिमीहरूको खल्टा गुल्टी सङ्घलाई पनि म मिलाइदिन्छु ल अशक्त र अपाङ्गलाई बजेट आउँछ होइन ओडाबाट निकासा हुन्छ त्यो बजेट चाहिँ म तिमीहरूको उसलाई सङ्घलाई पनि पार्दिउँला तँलाई भयो होइन ल ल खुसी पनि भयो ल है ठिक कुरा मामा ओइ घरले के पका पका ए मामा के हो किन तान्या लड्यो चिप्ले पका ल राम्रो लाग्यो राम्रो छ भने फेरि बिस्तारै मामा कता गएको खोइ आउनु है ल छिटो हिँड दिदीले मार्छन् मामा के गरेको किन किन लडाइदिएको मामा पनि लडाइदिइरहन्छ सबै लडाइदिइरहन्छ एउटा बाबु आफू यहाँबाट चाहिँ हिँड्न जानु छैन बाबालाई दोष पहिला म जान्छु बिस्तारै फेरि लड्नु तपाईँले घचारिया त हो नि आइसकेछन् छोरा र भाइ त ल ल माथि ल्याएर राख अनि भोक पनि ला होला तातो भात खाउला है बाबु डल्ले राम्रो गर्यो मामा नतान्नु न किन तानेको मामाले तानेकै छैन हेर त त्यसै लाउँछ कति तानेला मामाले तानेकै छैन कति कराउँछ है कुरकुर जान त भारी गोरुको भएर उसलाई तल ताने जस्तो भएको छ मामालाई दोष लाउँछ हो भने दिदी बिस्तारै जा यसरी काम गरे भने त मेरो छोरा मेरो डल्ले भाइलाई मैले माया गरिहाल्छु नि छिटो आउनु त्यति उगिन पनि के गरेको उठ भाइ उठ उठ उठ